हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ मैले ल्याएको छु जाडो महिनामा खाने मिठो मिठो मुलाको अचारको रेसिपी। मजाले पखालेर चाना चाना पारेर काटेर सुकाएको मुलाको चानामाथि चाहिँ आवश्यकता अनुसार बेसार, नुन र अन्य प्रकारका मसलाहरू चाहिँ एड गर्दै गएँ। त्यस्तै मसलाकै लागि चाहिँ मैले तोरीलाई मजाले भुटेर त्यसलाई धुलो बनाएको थिएँ। त्यसलाई एड गरिदिइसकेपछि त्यसको माथि चाहिँ अलिकति तेल राखिदिएँ। घरमै फलेको लोकल अकबरे खोर्सानीलाई चाहिँ चाना चाना पारेर मैले मुलाको चानामाथि हालिदिएँ अनि त्यसलाई चाहिँ एकदमै मजासँगले घोलिदिएँ। घोलिसकेर यस्तो खालको चानाहरू रेडी भए उक्त चानालाई चाहिँ मैले पालै पालो गरेर एकदमै दह्रोसँग सबै बट्टाहरूमा खाँदै, एकदमै सानो साइजको बट्टाहरूमा यसरी एकदमै टाइटसँग खाँदेर रेडी गरिसकेको मुलालाई चाहिँ मैले माथिबाट तोरीको धुलो हालेर त्यसमाथि अलिकति गरेर तेल पनि एड गरिदिएँ। यसरी रेडी गरिसकेको सबै अचारको बट्टाहरूलाई चाहिँ मजाले बिर्को लगाएर राखेँ। अब चाहिँ हाम्रो अचार भइसकेको छ रेडी अनि यसलाई चाहिँ हामी खान सक्नेछौँ 4-5 दिन पछाडि।